के छ तपाईहरुको खबर आयो हजुरहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु आफ्टर अ लङ डे फेरि पनि न्यू ब्लग आइसकेको छ देख्न सक्नुहुन्छ एकैचोटी छठ पछाडी नयाँ ब्लग आइसकेको छ र अस्ति छठको बेला चाहिँ पानी पुरै नहरभरि थियो हजुरले देख्न सक्नुहुन्थ्यो र अहिले चाहिँ पानीहरु सुकेर मान्छेहरुले माछा मारि सक्नु भएको छ त्यसैगरी हजुरलाई मैले आज एउटा इन्ट्रेस्टिङ कुरा के देखाउन आँटिरहेको भन्दाखेरि अब पानी कसरी निकालिन्छ त जमिन तलबाट म तपाईलाई त्यो देखाउन आँटिरहेको छु स्मल ब्लग हो हैन हेर्दै गर्नु होला हाम्रो अंकलहरुले कसरी पानी निकाल्नुहुन्छ त कल आउट टु कल खन्ने यता हेर्दै गर्नु होला यस्तो रहेको छ पानी त आइसकेको छ है यसरी चाहिँ पानी निकालिने गरिन्छ जमिन तलबाट त गरिमा हाम्रो तराईमा चाहिँ यसरी पानी निकालिने गरिन्छ देख्न सक्नुहुन्छ हजुरले यस्तो घाममा पनि पुरै खटिराख्नु भएको छ हाम्रो बुवाहरु देख्न सक्नुहुन्छ पसिना पुरै है दुईजना मात्रै तपाईहरु पहिला त कति मिटर गइसक्यो यो 75 फिट ए अझै आछन है 75 फिट भइसक्यो गाइस त्यही पनि अझै पनि पानी आइरहेको छैन है हाम्रो चाहिँ 95 105 कतिमा आएको थियो 95 105 कतिमा के हाम्रो एकचोटि त्यस्तै 65 70 मा पनि आएको थियो तर पानी धमिलो आयो क्या फेरि हामीले खन्यौं अनि 100 खै कतिमा चाहिँ राम्रो आएको थियो पचहत्तर फिट पनि गइसक्न आँटिसक्यो त त्यत्रो माथि थियो गाइस त फला मैले तल गइसकेको छ किनभने 75 फिट पनि अब सकिन आँटिसक्यो अब अझै थप्नु पर्छ होला सायद यो अंकलको टर्न किनभने अंकल गल्नुभयो है अंकलले गर्नुहुन्छ यता निकाल्न गाड देखि यता ताबले रोकलियो कनी तब त छोड्छ तब त सास टुट्छ
जमिन तल यस्तो खाल्टो खन्नु पर्ने हुन्छ हामीले पानी शुद्ध पानी निकाल्नको लागि सजिलो छैन है अब टाइट टाइट भइरहेछ देख्न सक्नुहुन्छ बलवा आइ रहल छै यो तलको माटो 75 फिट तल सो गाइज यो चाहिँ माटो होइन यो चाहिँ सुन हो हामीले चाहिँ गोल्ड भेटाइसकेको छौँ खन्दा खन्दै धेरै नि तल खनेर हामीले सुन भेटाइसकेको छौँ हजुरलाई पनि इफ चाहिएको छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ र हाम्रो यहाँ अङ्कलहरूले चाहिँ पुरै मिहिनेतको साथ पानी निकाल्दै हुन्छ पुरा कच पुरै गर्दै 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 होइन त्यही पनि पानी निस्किरहेको छैन अझै ट्राई जारी छ होइन हेर्दै गर्नु होला कि कस्तो हुन्छ त ब्लग होइन म तपाईँलाई देखाउँछु आजको हावा ब्लग भन्न चाहन्छु यो ब्लग चाहिँ कस्तो के हुन्छ हेरेर प्रतिक्रिया दिनु होला है त गाइस सी यू यसरी निकालिन्छ गाइस फलाम देख्न सक्नुहुन्छ फलाम 75 फिटको फलाम निकाल्दै हुन्छ
सो गाइस हजुरले यहाँसम्म हेर्नुभयो हजुरलाई धेरै धेरै धन्यवाद। अब कतिजनाले त हेर्नु हुँदैन थियो नि त पानी कसरी निकाल्छ, घरमा पानी त आउँछ तर त्यो पानी तल कसरी के गरी निकाल्छ त्यो हजुरलाई थाहा हुँदैन होइन। त्यही देखाउनको लागि मैले यो छोटो मिठो भ्लग बनाएको होइन। के कस्तो लाग्यो त मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। सी यू गाइज नेक्स्ट डे नेक्स्ट भ्लग है त हामी फेरि पनि भेट्ने नै छौँ। लभ यु गाइज।